हट जुत्ताको हल्ला दिएर गाइस माछा मार्नु हुन्छ यहाँ चाहिँ माछा अलरेडी कत्रो ठुलो यसरी बस्नुपर्छ यो चाहिँ अब हाम्रो खेत हो कि बारी अब यो ल त्यो खायो हेलो गुड मर्निङ सबैजनालाई आशा छ सबैजना आरामै हुनुहुन्छ होला है स्वागत छ मेरो अर्को नयाँ भ्लगमा है सो आजको भ्लगमा चाहिँ म गाउँ जाँदैछु है नागरिकता हराएर हुन्छ नि अब मैले टन्नै खोजेँ कहीँ पनि भेटाएन सो अब त्यसको लागि चाहिँ गाउँै जानुपर्ने भयो है सो आज अब स्कुल पनि छुट्टी भइसक्यो सो त्यही भएर अब गाउँ जाने हो तपाईँलाई म आज चाहिँ गाउँको भ्लग मेरो गाउँ कस्तो छ भनेर चाहिँ अब देखाउने छु होइन सो अब सँगसँगै हेर्नुपर्छ उहाँहरू काकाहरू त्यहाँ हुनुहुन्छ होइन सो लेट्स गो ल फाइनली बनेपा आइपुग्यो है गाइस है यो चाहिँ हाम्रो बनेपा सहर हो यहाँबाट चाहिँ हामी सबै गाउँको बाटो के अरे बाटोहरू हुन्छ नि गाउँमा जाने बसहरू हामी देख्न सक्छौँ होइन सो यहाँ चाहिँ मेरो बहिनी छ हेलो भनौँ बहिनीको चाहिँ हुन्छ नि अब नागरिकता बनाउनलाई जान लागेको हुन्छ होइन अनि मेरो चाहिँ नागरिकता हराएर म पनि नागरिकता बनाउन जानला ऊ पनि नागरिकता बनाउन जान लागेको सो त्यही अब यसो गाउँमा बाजेको लागि यसो फलफुलहरू सामानहरू यसो किन्नु पऱ्यो है सो बाटोको चाहिँ देखाउन पाउँदैन किनभने अब म त बाइक चलाउनै व्यस्त हुन्छु केही पनि छैन मसँग सो बाटोको चाहिँ खासै भ्यू आउँदैन अब बेला बेलामा रोकेर भ्यू आयो भने हो नत्र त्यही हो तपाईँहरूलाई यसो फाटाफुट्टा देख्ने नै हुन्छ है बहिनीलाई पनि गाडीमा लगेको है सो हामी पनि जाऊँ भइहाल्यो लेट्स गो ल अब यहाँबाट यस्तो मोड्नु पर्ने रहेछ सबै खोलाको बाटो छ है ल अब यहाँबाट पुरै अफरोड छ यहाँ माथि अफरोडै अफरोड हो अब हेरौँ अब बिस्तारै जाउँला नि शिट हात पुरै रातो भइसक्यो यार शिट बाटो अलिकति नराम्रो भएर काकालाई मैले त्यही माथि राख्थेँ है शिट हामी चाहिँ अब जानुपर्ने रहेछ त्यहाँ तलतिर चाहिँ ओहो अब यो डाँडातिर रे ल कहिले घर पुग्ला जस्तो भइसक्यो छ्या ठिक यत्रो बाटो आयो होइन लास्टमा बन्द लु वडा कार्यालय बन्द के गर्ने त गाइस अन्त बन्द पो भयो त वडा कार्यालय हेर कस्तो सानो चिटिक्क परेको ल यहाँ चाहिँ यसो खाजा घर रहेछ वडा कार्यालय बन्द
अब भोलि आउनु पर्ला। अब फाइनली आइपुग्यो है, घर पनि आइपुग्यो। यही हो हाम्रो गाउँको घर है। बाजे यहाँ हुनुहुन्छ, बजे चाहिँ ऊ पर हुनुहुन्छ, आउँदै हुनुहुन्छ हो। ल खै म आउनु कस्तो केलाई खाने, कस्तो केलाई आउनु नि हामी। आउनु न, छे गर्नु पर्यो होइन, फोटो नखिच्ने। तपाईँलाई के खिच्नु, म खिचेर पठाइहाल्छु नि। लु भाग्य माने होस्। ल खिचेर म बाख्राहरू यता छ है। ल सबैले घर पनि देख्नुभयो है। हाम्रो गाउँको घर चाहिँ यही हो गाइज है। सो यही हो गाउँ हाम्रो। अब यता छ घर होइन, गाउँघरमा त्यही त हो नि। एउटा डाँडामा घर, अर्को डाँडामा घर होइन, एउटा डाँडामा घर, अर्को डाँडामा घर, अर्को डाँडामा घर हुन्छ होइन। गाउँघरको यही हो। सो अब हामीलाई चाहिँ अब बुवा मम्मीले हुन्छ नि होइन, अब बुवाले भनौँ न स्पेसली। अब पहिला गाउँ गएर चाहिँ के अरे काठमाडौँ जानु भएको थियो अरे होइन, त्यही माओवादीको बेलामा। अब माओवादीहरूले त्यही त भने गाई छैन, अब जबरजस्ती भर्ना गराउँथ्यो। अनि बुवाले चाहिँ काठमाडौँ देख्नु भएर 6-7 दिन जति हिँड्नु भएर होइन। सो अनि त्यसपछि चाहिँ अनि हामीलाई पनि बुवाले अनि काठमाडौँमा लानुभयो हो, अब त्यहाँको सुविधाहरू देखेर होइन। सो त्यही हो, हामी गाउँ हुँदाखेरि चाहिँ होइन, अब त्यही हो तपाईँहरूले देखिरहनु भएको छ कि छैन होइन। यो बाटो हुँदै त्यस्तो गरेर यो माथि स्कुल थियो होइन। अब यहाँ चाहिँ पहिला स्कुल बनाएको थिएन होइन, तर पहिलाको स्कुल चाहिँ हाम्रो यो डाँडाको टुप्पोमा देखिरहनु भएको छ नि, हो त्यहाँ त स्कुल गाइज होइन। हामी यो बाटो हिँडेर होइन, सरर यो बाटो हिँडेर होइन डेली। म त धेरै दिन त यहाँ पढ्न त पढिनँ, त्यही म गयो भने 1 हप्ता गएको थिएँ त्यति हो। अनि सानोमा बुवा मम्मीले चाहिँ हुन्छ नि, अब बुवाले भनौँ न स्पेसली धेरै दुःख गरेर अब हामीलाई यत्रो पढाउनु भएको छ होइन। सो बुवाले धेरै दुःख गर्नु भएको छ नि त। सो अब पालो हाम्रो होइन, हाम्रो पालो हो। त्यही हो गाइज, अब हाम्रो त्यस्तो अब सुविधा टाइपको गाउँघर त छैन। भर्खरै रोड आएको छ होइन। अब बिजुली भर्खरै, बत्ती पनि अब 1-2 वर्ष हुन लाग्यो। सो रोडहरू अब त्यही हो, एकदमै कच्चा रोड छ। सो धेरै मुस्किलले आयो, केही छैन, रमाइलो छ। जे होस् अब बचपनको उयो ताजा भयो। लु गाइज होइन, यसरी बस्नुपर्छ गाउँमा त। हजुर पानी भर्खर आइरहेको थियो, अहिले गइसकेको छ। अब उता चाहिँ आयो होला एकदम। है गाइज है, गाउँघरमा चाहिँ यस्तै हो। दाउरा बोक्दैछु है। यो चाहिँ हजुरको लागि हो है। बल्ल गऱ्यो, अब यसलाई त्यहाँ लगेर राख्दिनु अरे। त्यस्तो रातो भइरहेछ, केही छैन। ल टुमारो मर्निङ गाइज। सो दाल लिएर आएको थिएँ। सो पसल चाहिँ वहाँ पर यो घरको पछाडि छ होइन, तल। सो अब दाल रहेछ होइन घरमा, त्यही भएर हिँड्दै आउँदैछु। त्यही हो, बाइक त छ तर त्यो धुलोमा कामै लाग्दैन। होस् त अब हिँड्नु नि पर्छ। सो हिँडेको राम्रो। गाउँघरको मान्छेहरू फिट किन हुन्छ, यस्तो उकालो ओह्रालो हिँड्छन् नि त। यसरी हेर्नुपर्छ। खेतीपाती हुँदैछ है,
कसैको मकै रोप्यो कसैको मकै रोपेन। यही हो गाइस गाउँ भने रमाइलो। यो फेरि गाउँघर चाहिँ मलाई पहिलाको भन्दा एकदम शून्य लाग्यो क्या। म अब धेरै 8-9 वर्ष 10 वर्षैपछि गाउँ आएको नि त। घर बन्यो, सबै छोरछोरीहरू सबै विदेशमा कोही कोही सहरमा, घर खाली। हेर्नु न, घर खासै कोही पनि बस्दैन, आँगनहरू यस्तो छ। त्यही हो। यस्तै हो गाइस, गाउँघर सबै खाली छ। सबैलाई केही न केही चाहिएकै छ होइन, सुविधा पैसा चाहियो है मेन भनेको। त्यही भएर सबै सहर बस्छन्, विदेश बस्छन्, गाउँघर सबै खाली। ल त अब घर पुगेपछि भेटौँला। सो रेस्टरुम गएर आउँदै थिएँ होइन। सो यहाँनिर उयसमा चाहिँ हुन्छ नि हाम्रो बारी थियो क्या तल। बारीमा चाहिँ हुन्छ नि पहिला चाहिँ फलफुलहरू के अरे तरकारीहरू रोप्थ्यो, अहिले अब बन्द गरेर राखेको छ होइन। सो पहिला चाहिँ हाम्रो घर चाहिँ यहाँ माथि डाँडामा थियो, भूकम्पले भत्केर अहिले यता बनाएको छौँ होइन। अनि यो चाहिँ हाम्रो पहिलाको बाथरुम होइन। यहाँ चाहिँ अम्बाहरू होइन, होइन आँपहरू कति फल्थ्यो क्या। यो चाहिँ रुख कटहर, यति मिठो हुन्थ्यो रुख कटहर होइन। अनि यहाँनिर चाहिँ हुन्छ नि होइन गाइस है, यो फलिरहेछ, यो फलिरहेछ आरू। अब अहिले त मिल्दैन, फल्न चाहिँ फल्या रहेछ होइन मजाले। अब दसैँ तिहारमा आएर खाना हुन्थ्यो, अब अहिले त मिल्दैन। यहाँ छ है गाइस रुख कटहरहरू होइन, मजाले फल्याएको छ है। अनि यो भइहाल्यो, केराको गाडीहरू भइहाल्यो। अनि हाम्रोतिर चाहिँ एकदमै मजाले चल्ने भनेको चाहिँ गर्न सक्यो भने चाहिँ यो कफी खेती गाइस होइन। कफी चाहिँ एकदम मजाले हुन्छ क्या है। कफीको पहिला यो रुख मर्दा पनि मर्दैन रहेछ होइन। यो कफीको खेती चाहिँ मजाले हुन्छ यदि हाम्रो गाउँघरमा गर्ने हो भने है। अनि यता त बाख्राको फोहोर भइहाल्यो होइन। हाम्रो बाख्राहरू चाहिँ यहाँनिर छ। धेरै त छैन बाख्राहरू है। सो पहिला चाहिँ म यहाँबाट जान्थेँ यहाँ तल होइन। अब यता चाहिँ अब मकै कसको उतापट्टि अर्कैको होला रोप्या। यहाँ चाहिँ उखु पनि रहेछ, यो उखु। ल यता छ होइन रुख। त्यसपछि अर्को भनेको यहाँ पनि रुखहरू के अरे यो आरुकै बोट रहेछ, यहाँ पनि फलिरहेछ होइन। छुन त हुँदैन कहाँ। अनि अर्को भनेको चाहिँ यहाँ अम्बाहरू पनि, अम्बाको रुख पनि छ नि त। ल यहाँनिर अब आँपको सानो बोटहरू रहेछ, फल्दो रहेछ। यो चाहिँ म सानोदेखिको कटहरको रुख है। सानोमा हुँदाखेरि कति खान्थ्यो यो कटहरको रुखबाट। यो कटहरको रुखबाट अहिलेसम्म पनि छ। यो तलतिर चाहिँ हामीले पहिला आँपहरू चोरेर खान्थ्यौँ है। अब अरूकै हो त्यो तलतिरको चाहिँ। यहाँ चाहिँ टिमुर मजाले पाकिरहेको रहेछ है। यस्तो मजाले यहाँ रातो रातो भइरहेको रहेछ सबै है। एक त दुईवटा यसरी खाइदिउँ कि हो। यता रहेछ होइन। यसको चाहिँ ट्याक्कै हुन्छ नि, रगत जस्तै हुँदो रहेछ ट्याप्पै रगत। खै यसो ट्राई हानौँ त। मेरो रगत नाइस। सबै हातहरू जान्न अहिले तेरो मुखको कुन जो
ओहो मिठो मिठो पाकेर छ सबैजना ए कता गयो मिठो हुन्छ त पाकेर झुलुङै भएर छ त भने रसै मिठो हुन्छ पेट चाहिँ दुख्दैन के हो ए लु मिठो मिठो हुँदैछ यसला यसला ल त्यो खायो कसले खाने यहाँ बच्चाहरू नै छैन अहिले है गाउँमा बच्चाहरू नै छैन पन नत्र त पहिला त यहाँ त देख्न पाउँथ्यो भनेको बच्चाहरू नै छैन कस्तो रगत जस्तै हुँदो रहेछ यस्तो रातो हेर गाइस ठ्याक्कै रगत क्या ठ्याक्कै रगत जस्तै हुँदो रहेछ न खाइदिनु नङ्गर चाहिँ के नाङ्गर चाहिँ दाल रो खाना मुलुम थियो नि महादेव टार भन्ने हो माथि महादेव टार दि अब खोलतिर जाने दम खोलातिर भरे चाबी हालेर उ गर्नु नि यस्तो मिठो छ यार म चाहिँ भैँसीसँग यहाँ कुरा गर्दैछु आइ उयोले ऊ यहाँ चाहिँ पछि ल यहाँ चाहिँ खोला छ है खोलाहरूमा अब नुहाउन त हुँदैन यसलाई पौडी यस्तो चिसो पानी छ होइन अस्तिको उयसको त के हुनु सुकुटेको त के चाहिँ हुनु हो अस्तिको सफा पनि छ यहाँ मजाकै ल खेल्ने भएर खेल्न नि मिल्छ हामी चाहिँ वहाँ पर खेल्थ्यो होइन यहाँ पर काकाहरू चाहिँ होइन माछा मार्दैछ म चाहिँ अलिकति नाङ्गै छु त्यही भएर देख्न मिल्दैन होइन उहाँहरू माछा मार्दै हुन्छ यहाँ चाहिँ माछा अलरेडी कत्रो ठुलो मारिसक्नु भएको छ होइन म चाहिँ स्विमिङ खेल्दै थिएँ कि है स्विमिङ खेलिँदैछ उहाँहरू माछा मार्दै हुन्छ होइन माछा है ल अब काठमाडौँ निस्किन लाग्यो म है सो बाजे बज्यूलाई बिदा मागेँ होइन बहिनीलाई अब यहीँ राखेको छु बहिनी 1-2 दिनमा आउँछ सो ल अब स्टोरेज पनि छैन है सो आजको लागि यति नै हो यो भ्लगलाई आज नै इन गरौँ होइन सो के अरे सो सी यू अन नेक्स्ट भ्लग है गाइस ल बाई बाई टेक केयर